इन जेनरल बच्चाहरूको लाइफमा एउटा यस्तो फेज आउँछ जहाँ चाहिँ उनीहरूले पिकी इटिङ गर्छ। उनीहरूले केही कुरा खान्छ तर केही कुरा उनीहरूलाई खान मन लाग्दैन। तर इन ड्यू कोर्स अफ टाइम यो बिस्तारै बिस्तारै कम हुन्छ जब हामीले उनीहरूलाई चाहिँ इन्ट्रोड्युस गर्छौँ, त्यो खानाको बारेमा भन्छौँ, मोर फेमिलियर बनाइदिन्छौँ, उनीहरूले त्यो कुराहरू खाँदै जाँदा अनि यो उनीहरूको रिड्युस भएर निलमै हुन पुग्छ। तर कहिलेकाहीँ यो पिकी इटिङ ह्याबिट चाहिँ अलिकति मोर सिरियस डिसअर्डरतिर जान्छ र यसलाई भन्छ अर्फिड। अर्फिडको फुल फर्म अभोइडेन्ट रेस्ट्रिक्टिभ इन्टेक डिसअर्डर। सो यो अर्फिड चाहिँ जस्ट पिकी इटिङ मात्रै होइन, इट्स समथिङ द्याट क्यान सिरियसली अफेक्ट हेल्थ एन्ड ग्रोथ। सो अब म हजुरहरूलाई चाहिँ आज यही डिफ्रेन्सेसको बारेमा भन्न जाँदैछु, अर्फिड र पिकी इटिङको डिफ्रेन्सेस। र यो पिकी इटिङ र अर्फिड चाहिँ काइन्ड अफ सिमिलर सुनिन्छ, सिमिलर हामीलाई लाग्न सक्छ, तर यसमा धेरै भिन्नता पनि छ। सो फर्स्ट डिफ्रेन्स चाहिँ यो यसको सिग्निफिकेन्ट वेट लस। पिकी इटिङ द्याट्स ओके, द्याट्स नर्मल, तर अर्फिडमा चाहिँ अचानक तौल घट्न सक्छ। खानेकुराहरू प्रतिको डरको कारणले यो बच्चाहरूलाई हुन्छ नि, कहिलेकाहीँ उनीहरूलाई लाग्छ कि मैले यो कुरा खाएँ भने मलाई चोक हुन्छ, मलाई भमिट हुनसक्छ, मलाई एलर्जिक रियाक्सन आउन सक्छ भन्ने उनीहरूलाई त्यो डर आएको भएर उनीहरूले त्यो खानेकुराहरू अभोइड गर्छ। सो तर पिकी इटर्सहरूको चाहिँ कस्तो हुन्छ भने उनीहरूले चाहिँ आफ्नो वेट मेन्टेन गरिरहेको हुन्छ। सेकेन्ड डिफ्रेन्सेस हामीले देख्न सक्छौँ फेलियर टु गेन वेट अर ड्राइभ टु गेट वेट। होइन, हामी सबैलाई थाहा छ कि बच्चाहरूमा सामान्यतया समयसँगै वेट गेन गर्छन्, तर अर्फिड भएका बच्चाहरूले चाहिँ एक्सपेक्टेड ग्रोथ चार्टमा नै पछाडि पर्छ। उनीहरूको एज भइसक्छ जस्तै 10-12 वर्ष, तर उनीहरूको हाइट, उनीहरूको वेट हुनसक्छ 7-8 वर्षको। सो त्यस्तो डिफ्रेन्सेस देखिन थाल्छ अर्फिड भएको बच्चाहरूमा। उनीहरूको बडीमा चाहिँ न्युट्रिसनल निडको मेन्टेन गर्न नसकेको कारणले उनीहरूको ग्रोथ, उनीहरूको हेल्थ पनि एकदमै नराम्रो हुन पुग्छ। र अर्फिडमा कहिलेकाहीँ फिडिङ ट्युब्स अथवा न्युट्रिसनल सप्लिमेन्टहरू पनि हामीले इन्ट्रोड्युस गर्नुपर्ने हुनसक्छ, आवश्यकता पर्न सक्छ, जुन चाहिँ पिकी इटर्सलाई हुँदैन, किनकि पिकी इटर्सहरूले चाहिँ आफूले खाने जुन खानाहरू छ त्यो मजाले खाइरहेको हुन्छ। तेस्रो भनेको सोसल लाइफमा समस्या आउन सक्छ। सो अर्फिड भएको बच्चाहरू जब पनि बाहिर खान जान्छ, उनीहरूलाई इभेन्ट्सहरूमा जान्छ, उनीहरू फ्रेन्ड्सको घरमा खाना बोलाएको छ भने त्यतिखेर उनीहरूलाई जब जान्छ अरू खानेकुराहरू देखेर उनीहरूलाई गाह्रो हुन्छ, एन्जाइटी हुन थाल्छ, उनीहरूलाई साइकोलोजिकली नै उनीहरूलाई प्रब्लम हुन थाल्छ। अनि उनीहरू त्यो एन्जाइटीको कारणले उनीहरू सोसल लाइफदेखि नै पर बस्न सक्छ होइन, अनि त्यही भएर उनीहरूको सोसल लाइफ असर हुन सक्छ। तर पिकी इटर्सहरूमा सामान्यतया यो कसैको घरमा खाना जाने यताउति स्ट्रेस उनीहरूलाई त्यस्तो धेरै दिँदैन उनीहरूले। चौथो सेन्सरी सेन्सिटिभिटिज। होइन, खानेकुराहरूको कहिलेकाहीँ स्मेल, टेस्ट, टेक्स्चर होइन, त्यसले असर गर्छ बच्चाहरूलाई, र त्यो असर गरेको भएर उनीहरूले त्यो खानेकुराहरूलाई अभोइड गर्छ। उनीहरूलाई त्यो स्मेल मन नपरिरहेको हुनसक्छ, टेस्ट मन नपरिरहेको हुनसक्छ, टेक्स्चर जस्तै एकदमै मसी फुड हुन्छ नि, कडा फुड चाहिँ उनीहरूलाई मन पर्न सक्छ तर मसी फुड मन नपर्न सक्छ। यस्तो अवस्थामा उनीहरूले त्यो कुराहरूलाई चाहिँ अभोइड गर्न चाहन्छन् होइन। तर पिकी इटर्सलाई चाहिँ थोरै गाह्रो हुनसक्छ, तर अर्फिड भएका मान्छेहरूलाई चाहिँ यो धेरै गम्भीर हुनसक्छ। सो स्मेल, टेक्स्चर अथवा भिजुअल प्रेजेन्टेसनले पनि कहिलेकाहीँ बच्चाहरूलाई एन्जाइटी होइन, ग्यागिङ अथवा फुड स्पिट गर्न लगाउन सक्छ। पाँचौँ, उनीहरूको इन्टेन्स एभर्जन ड्यु टु नेगेटिभ एक्सपिरियन्सेस। अर्फिड भएको बच्चाहरूलाई चाहिँ पास्टमा यदि केही खाएर उनीहरूको चोकिङ भएको छ, भमिट भएको छ अथवा केही कुराले उनीहरूलाई एलर्जी बनाएको छ भने त्यसको डरले त्यो खानेकुरा अभोइड गर्न उनीहरू बाध्य हुन्छ र उनीहरूले कहिलेकाहीँ लिक्विड डायट मात्रै खानेसम्म एक्सट्रिम स्टेप लिनुपर्ने हुनसक्छ। जबकि पिकी इटर्सहरूलाई चाहिँ जेनरली दे डोन्ट ह्याभ दिस लेभल अफ फेयर। अनि लास्ट भनेको ल्याक अफ इन्ट्रेस्ट इन फुड। सो पिकी इटर्सहरूले चाहिँ खानाको मजा लिन सक्छ होइन, उनीहरूलाई मनपर्ने खानेकुराको उनीहरूले मजा लिन सक्छ, तर अर्फिड भएको मान्छेहरूलाई चाहिँ खाना नट इन्ट्रेस्टेड एट अल होइन। उनीहरूले भन्छन् कि मलाई भोक छैन, आइ एम नट हङ्ग्री, वा फुड त सोच्नै पर्दैन, तपाईँले मेरो बारेमा केही खाना नसोच्नु होइन, यस्तो यस्तो कुराहरू उनीहरूले सेयर गरिरहन्छ। तर पिकी इटर्सले भने आफूलाई मनपर्ने खाना चाहिँ खाना खान पर्खिरहेको हुन्छ, उनीहरूलाई आहा मलाई मनपर्ने खानेकुरा आइरहेछ भन्ने हुन्छ। सो दिज आर द डिफरेन्सेस बिट्विन पिकी इटिङ र अर्फिड। सो इफ यु फिल योर चाइल्ड या कसैलाई यस्तो समस्या छ भने अर्ली इन्टरभेन्सन नै बेस्ट सल्युसन हो। लेट्स क्रिएट अवेरनेस अबाउट अर्फिड because understanding this can truly change lives. Stay informed, stay supportive. Thank you for watching.